टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिडो सफलताको बाटो। नमस्कार, टुडे न्यूजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ सिरहामा कुटपिटबाट महिलाको मृत्यु, 4 जना पक्राउ सम्बन्धी प्रसङ्गबाट। सिरहाको अन्नमा गाउँपालिका 5 कृष्णपुरमा बाटोको विषयलाई लिएर विवाद बढ्दै गई कुटपिट हुँदा एक महिलाको मृत्यु भएको छ। बाटोको विषयलाई स्थानीय बीच कुटपिट हुँदा गम्भीर घाइते भएकी कृष्णपुरकी 50 वर्षीय सीता देवी राउतको मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीयको लाठी प्रहारबाट अनुहार र शरीरका भित्री भागमा चोट लागेको राउतको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। कुटपिटमा संलग्न भएको आरोपमा स्थानीय 43 वर्षीय बालदेव शाह, 38 वर्षीय कमलेश राउत, 46 वर्षीय लीला देवी राउत र 22 वर्षीय सुलेखा राउत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए। धरानमा मंगलबार मृत्यु भएका 70 युवकमा कोरोना संक्रमण पुष्टि भएको छ। मृतक राजविराज वार्ड नम्बर 4 का 28 वर्षीय युवक हुन्। ज्वरो आएको र सास फेर्न गाह्रो भएका युवकलाई सुरुमा उपचारका लागि राजविराज स्थित छिन्मस्ता अस्पताल लगिएको थियो। अवस्था गम्भीर रहेको भन्दै सो अस्पतालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरेको थियो। धरान लगेको केही बेरमै मंगलबार दिउँसो उनको मृत्यु भएको थियो। ती युवकको शव राजविराज ल्याएपछि स्वाब संकलन गरिएको थियो। स्वाबको रिपोर्ट बुधबार राति कोरोना पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। 70मा यी युवकसँगै कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या 4 पुगेको छ। रूपनी गाउँपालिका 5 का 1 जना पुरुषको मृत्यु भएको थियो। रथरमा गोली हानेर 1 जनाको हत्या गरेको छ। माधव नारायण नगरपालिका 2 शेखरहनियामा हनुमान मन्दिरका पुजारी 65 वर्षका श्रीराम शाहको हत्या भएको प्रहरीले जनाएको छ। हिजो बेलुकी खाना खाइरहेको बेला नचिनेको मान्छेको समूहले कञ्चटमा गोली हानेर पुजारीको हत्या गरेका इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ज्ञान कुमार महतोले जानकारी दियो। प्रहरीले घटनाको अनुसन्धान थालेको पनि उहाँले बताउनुभयो। आज त्यसको दर खाने दिन, भोलि बस्ने व्रतको अघिल्लो दिन आज खिर र ढकनी, हलुवा, विभिन्न मिठाई तथा दूध घिउबाट बनेका परिकार दरका रूपमा खाने परम्परा छ। ठाउँ अनुसार कतै बेलुका अरू चीज नखाएर दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। तीजमा धेरै महिला व्रत बस्ने गरे पनि पहिलो जस्तो निराहार व्रत बस्ने चलन भने हराउँदै गएको छ। दर खानको लागि चेलीबेटीलाई माइत बोलाउने चलन भए पनि यो वर्ष कोरोनाका कारण चेलीबेटी आफ्नै घरमा नै तीज मनाउने तयारीमा छन्। अहिले भिडभाड गर्दा कोरोना संक्रमण बढ्ने भएकाले भोलि पनि आफ्नै घरभित्रै रमाइलो गरेर मनाउनु पर्नेछ। यस्तै तीजका दिनमा खुल्ने काठमाडौँको पशुपति मन्दिर लगायत पनि बन्द हुने भएका छन्। यसैबीच व्रत बस्दा स्वास्थ्यलाई ध्यान दिनुपर्ने डाक्टरले बताए। कर्णालीमा आज प्रदेश स्थापना तथा शहीद दिवस मनाइँदैछ। यस वर्षमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले प्रदेश मन्त्री परिषद बैठकले हरेक वर्ष भदौ 4 गतेलाई प्रदेश स्थापना तथा शहीद दिवसका रूपमा मनाउने निर्णय गरेको बताए। 2072 साल भदौमा सञ्चालित प्रदेश प्राप्तिको आन्दोलनमा सहभागी सुर्खेतका याम बहादुर बिसी, टीकाराम गौतम र गोपाल सिंह रजवारा तथा जुम्लाका हरिबहादुर कुँवरले शहादत प्राप्त गरेका थिए। तत्कालीन सरकारले मृतकलाई शहीद घोषणा गर्नका साथै
अलग प्रदेश स्थापनाको माग पूरा गरेपछि आन्दोलन स्थगित भएको थियो। कर्णाली सरकारले यही दिनको सम्झना स्वरूप प्रदेश स्थापना दिवस मनाउने निर्णय गरेको हो। नयाँ संविधानको मस्यौदा निर्माण अन्तिम चरणमा पुगेका बेला प्रमुख दलका नेताहरू सम्मिलित विशेष समितिले 2072 साउन 23मा 6 प्रदेशको खाका सार्वजनिक गरेपछि भेरी कर्णाली क्षेत्र असहमति जनाउँदै आन्दोलन थियो। केलालीको टिकापुर 8 श्रीलङ्कामा कर्णाली नदीले 15 बिघा जमिन कटान गरेको छ। नदीले कटान तीव्र पारेपछि स्थानीयवासीमा त्रास सिर्जना भएको छ। नदीले टिकापुरका रूपमा हरेक श्रीलङ्का कटान तीव्र पारेपछि स्थानीयले नदी कटान रोक्न स्थानीय सरकारलाई दबाब दिन थालेका छन्। स्थानीय जनको बोहराले नदी श्रीलङ्कातर्फ फर्किएर यस वर्ष मात्रै 15 बिघा जमिन कटान गरिसकेको बताए। नदीको बर्दियातर्फ तटबन्धन निर्माण भएको छ। केलालीको भाग बाँकी छ। बोहराले भने 2 वर्ष यता नदी केलालीतर्फ बढी कटान गर्न थालेको छ। नदीले टापुका रूपमा रहेको श्रीलङ्का सक्ने त्रास सिर्जना भएको छ। वैशाखदेखि नै कटान सुरु गरेको नदीले यस वर्ष मात्रै 15 बिघा जमिन कटान गरेकोले बस्ती विस्थापित हुने जोखिम बढेको उनले बताए। बालिका बेचबिखन गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले ती व्यक्तिलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो। ब्युरो अनुसार पक्राउ पर्नेमा नुवाकोट जिल्ला तादी गाउँपालिका वार्ड नम्बर 3 खरानीटार स्थान भई हाल काठमाडौँ जिल्ला तारकेश्वर नगरपालिका वार्ड नम्बर 2 काभ्रे स्थित बसोबास गर्दै आएका पूर्ण बहादुर तमाङको छोरा 22 वर्षीय अपर्ण तमाङ भनिने राजु तमाङ रहेका छन्। साउन 29 गते पीडित 17 वर्षीय नाम परिवर्तनलाई आफन्तको साथमा गई आफू बेचबिखनमा परेकोले दोषी पक्राउ गरी कारवाही गरी पाउ भनी मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 अनुसार जाहेरी दरखास्त दिएपछि आरोपित व्यक्तिलाई पक्राउ गरेको ब्युरोका प्रवक्ता प्रभु प्रसाद ढकालले जानकारी दिए। साउन 1 गते पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट निज पीडितको हकमा पहिलो पटक 7 दिनको म्याद थप समेत भए हाल अनुसन्धान भइरहेको उनले बताए। आज पनि कतै कतै ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। आज दिउँसो देशभरिकै मौसम सामान्यता बदली भई धेरै ठाउँमा मेघ गर्जन र चट्यान सहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद प्रतिभा मानधरका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै आज पनि देशभरभरिकै मौसम सामान्य बदली भई बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने पनि अरू प्रदेशमा मेघ गर्जन र चट्यान सहित हल्कादेखि मध्यम खालको पानी पर्ने उहाँको अनुमान छ। ठूलो पानी पर्ने क्रम भोलि र पर्सिलाई भन्ने अलि कम हुने मौसमविदले पूर्वानुमान गरेका छन्। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। भारतमा कोरोना भाइरस संक्रमितको संख्या 28 लाख नाघेको छ। भारतमा एकै दिन 69,000 भन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ। पछिल्लो 24 घण्टामा 69,196 जना संक्रमित भएसँगै बिहीबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमणको संख्या 28,35,822 पुगेको हो। संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचीमा तेस्रो हो। संक्रमित मध्ये अहिलेसम्म 20,96,068 जना संक्रमणमुक्त भएका छन् भने 6,85,760 जनाको
उपचार भइरहेको छ। यस्तै पछिल्लो 24 घण्टामा कोरोना संक्रमणले 980 जनाको मृत्यु भएको छ। यो सँगै भारतमा बिहीबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या 53,994 पुगेको वर्ल्डोमिटरले जनाएको छ। हवस् त, यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। हेर्दै गर्नुहोला टिभी टुडे। नमस्कार।